आमाले मलाई सस्तो चौकी लिएर जानुभयो। गर त मिना गर त गर राम्रो। राजु र मिना दुवै ठिक भयो। अब मेरो विचारमा भोलि दुवै स्कुल जान सक्नुहुन्छ। पर्दैन। आज तिमीहरू मेला हेर्न जाने हो? हामी जान्छौँ त आमा। हो, तिमीहरू अब निको भइसक्यो। धेरै धेरै धन्यवाद डाक्टर साहब। छोरीको हेरचाह गर्ने परिवार राम्रो हुन्छ। त्यसपछि हामीले सस्तो चौकी नजिकै सबै देखाउने परिवारलाई भेट्यौँ। ओहो, तिनीहरू नै त हुन् मेलामा सर्कस देखाउने मान्छेहरू। त्यो मान्छे किन कराइरहेको आमा? हामी छोरा छोरी दुवैलाई एकैचोटि औषधि गर्न चाहिँ सक्दैनौँ। तर दाइ, सबिना पनि त ज्वरोले इन्सुलिन चिन्छु थिए। छोरीहरू त आफै ठिक भइहाल्छन् नि। मैले भने जस्तै खुरुक्क छोरालाई मात्र लैजा। हामी कहाँ जाने? डराउनु पर्दैन राजन, हामी डाक्टर कहाँ तिमीलाई जताउन लैजान लाग्यो। सतिनीहरूले छोरालाई मात्र डाक्टर कहाँ जताउन लगे, छोरीलाई पनि वास्तै गरेन। कस्तो तातो रहेछ। सबिनालाई ज्वरो आएको छ। ओहो, त्यसलाई चुप लाग भन्न। यो त मामुली रोग हो। एक कप चिया खाना दिए आफै ठिक भइहाल्छ नि। छोरीको हेरचाह होइन पस्ने भने यो भक यो तर कहाँबाट आयो? बसमास उता जा उताउली मिना, यता हेर्न आऊ त। अनि मिसले टोकरीमा एउटा गजबको चिज देख्यो। ओहो, सर्प। किन चलाएको त्यसलाई? जा भाग भनेको। ए केटी, यो मूर्ख चरालाई यहाँबाट लगिहाल्छ। मेरो काकालाई केटी भनेपछि त मनै पर्दैन। भन्नु न, त्यो मेरो काका परेन। राजु, मिना, छिटाउ घर जाउँ, ढिला भइसक्यो। सुन त, मेरो नाम कमल हो। हामी मेलामा भेटौँ ल। हामी त्यो रोटी पिङमा खेल्ने है? हुन्छ। त्यही दिन साँझ हामी मेला घुम्न गयौँ। साह्रै रमाइलो भयो। यसरी झोक्राएर नबस्दा ल, सर्कसको लागि तयार भइहाल। एमिना, हेर त हाम्रो स्कुल। आमा, हेर्नुहोस् त त्यहाँ कमललाई। के छ कमल? त्यसै बखत मिठु कल्पना चाहेको ठाउँमा पुग्छ। मिठु, ओ मिठु, के गरेको थियो? यता आऊ। त्यो भाग छोरीको हेरचाह गरौँ। मिठु, छोरीको हेरचाह गरौँ। छोरीको होइन, अब तेरो चाहिँ हेरचाह गर्छु। बुझिस् मूर्ख? त म के भन्दै थिएँ रे? ओहो मिठु, पर्ख, म त्यसलाई निकालिदिन्छु। लौ न कमल, बिन्ती छ, छिटो गर। मिठु, तिमी हिजो आज निकै चकचके भएको छौ।
यता चुप लागेर बस। अब एक शब्द बोल्यो भने सिधै घरतिर पठाइदिन्छु। ल ल ल ल यो केटी त अहिलेसम्म यहीँ रहेछ होइन? के गरेर बसिरहेको तिमीहरू यहाँ? उहाँ सबैजना कुरिरहेछन्। छिटो गर। दाइ, सबिना साँच्चीकै बिरामी थियो। दाइ, यसलाई पनि राजनको जस्तै आरामको खाँचो छ। यो बिरामी सिरामी केही पनि होइन। पछि आराम गर्ने बेलामा एक कप चिया खान दिए त आफै ठिक भइहाल्छ नि। मेरो सर्पलाई हेर्छ, यो कहिल्यै बिरामी हुँदैन। हुन्छ मेरो प्यारो सर्प। कमल, तिम्रो काकाको यो चाला राम्रो भएन। चुप लाग मिठो। औ सबिना, कोसिस गरेर हेर। सबिना, तिमीले गर्न सक्दैनौ। त्यसपछि त्यो ठुलो जादुगरले सबिनालाई डोरीमाथि चढ्न बाध्य गराए। आदरणीय दर्शक महानुभावहरू, मेरी भतिजीले डोरीमाथि चढेर तपाईँहरूलाई चमत्कार देखाउने छिन्। त्यसैले कृपया जोडले ताली बजाउनुहोस्। अब सबिनाले फेरि अर्को एउटा सबिना पछाडि हट्नुहोस्, सबैजना पछाडि हट्नुहोस्। हे ईश्वर, ल मेरो छोरीलाई के भयो? उनलाई डाक्टर देखाउनु पर्छ। म घोडा गाडी ल्याउँछु। मिना, होइन मिना कता गयो? म पनि आउँछु। यो के तमासा हो? हामीले छिटो गर्नुपर्छ, डाक्टरले गाउँ छोडेर जान्छन्। मिना, हामी सबिनालाई डाक्टर कहाँ लाँदैछौँ। के भन्ने बच्चाहरूलाई? डाक्टरले गाउँ छोड्नु अगाडि नै तिमीले लक्ष्य लिएर हामी पुग्यौँ। मिठो, छिटो जाऊ। घोडा गाडी रोक, म चलाउँछु। होइन, यो केटीलाई कहाँ लान आँटेको? तपाईँ चुप लाग्नु दाइ। हाम्रो केटाकेटीको के गर्दा भलाइ हुन्छ हामी आफै विचार गर्छौँ, बुझ्नुभयो? मिठो पहिले नै पुग्यो। मिठो पहिला के भयो? यो त मिना कस्तो भयो? हामीलाई के भन्दैछ यो? डाक्टर, हामीलाई खेला पैसा चाँडै नै हिँड्नुपर्छ। पर्ख, कोही आए जस्तै छ। तिमी साह्रै भाग्यमानी रहेछौ। धन्न, खालि खुट्टा मात्रै मर्केको रहेछ। तर यिनलाई आराम र औषधिको जरुरत छ। धन्यवाद डाक्टर साहब, हामीले यिनलाई यहाँ ल्याएर गल्ती गरेनछौँ। हामीलाई थाहा भयो केटा र केटी दुवैलाई बराबरी हेरचाह गर्नुपर्छ भन्ने कुरा। छोडेको एक छ गरो। डाक्टर, मेरो सर्प बिरामी भयो। लौले केही गरिदिनुहोस्। तपाईँले किन आफ्नो सर्पलाई चिया खुवाउनुहुन्न? चियाले फाइदा गर्छ नि, होइन र? मिना, हामी कसरी धन्यवाद दिउँ तिमीलाई? धन्यवाद मलाई होइन, मिठोलाई दिनु। अनि कमलले आफ्नो बाउको काममा कानेखुसी गर्दै केही भन्यो। हो, यो राम्रो उपाय हो। राजन र सबिना ठिक भएपछि हामी यो काम गर्न सक्छौँ। जब सबिना र राजन ठिक भए सबैजना हाम्रो स्कुलमा आए। हामीलाई साह्रै रमाइलो भयो। तिनका बाआमाले सबिना र राजनलाई स्कुल पढ्न पठाइदिने कुरा पनि सुनाए। कस्तो रमाइलो भयो है मिठो? हामी छोरीको हेरचाह गरौँ।